Hello guys, welcome to my vlog है। हामी चाहिँ अहिले कन्स्टान्ताको ममैयामा छु। समर सिजनमा कन्स्टान्ता पुरै यस्तो बनिरहेछ, यस्तो भइरहेछ है। समर सिजनमा यता चाहिँ मान्छे व्यापक हुन्छ। अहिले प्राय मान्छेहरू आउन सुरु गरिसकेको छ। रमाइलो छ है। रोमानियामा को हुनुहुन्छ सबैजना कन्स्टान्ता डुल्न आउनु होला, रमाइलो गर्नु। यता हामी छौँ, हामीलाई भेट्न सक्नुहुन्छ। समुद्र यसरी छाल मारिरहेछ। बेला चाहिँ समुद्रको छलहरू आन्तरिक पर्यटकहरूको घुइँचो हुन थालेछ आजभोलि। यहाँ होटलहरू पुरै प्याक हुन्छ। जे होस् रमाइलो छ है। कन्स्टान्ता भने जस्तै छ, आउनु होला सबैजना डुल्न। यहाँहरूलाई पनि हार्दिक आमन्त्रण छ। ड्युटी पछि बनाएको भिडियो साँझ पख लगभग 8:30-9 बज्न लागिसकेको छ यहाँको टाइम चाहिँ। त्यहाँबाट अलिकति भिडियो चाहिँ क्लियर पनि नहुनसक्छ, किनभने यहाँ साँझ परिसकेको छ। मेरो क्यामेराले पनि बेला बेला काम गर्दैछ, जुमसुम आफै हालिदिने। ठिक छ क्यामेराजी। साथीहरू दुईजना त्यहाँ समुद्रमा लखर हिँड्दैछ। म चाहिँ यतातिर पछि भिडियो बनाउँदै। यो यस्तै छ है यताको अवस्था। यदि तपाईँहरू पनि आउन चाहनुहुन्छ भने आउनु होला। यसो समय निकालेर घुम्न चाहिँ पर्छ है। पैसा मात्रै धेरै कमाउनुहुन्न है रोमानिया भन्ने साथी हो। यतातिर आउनुहोस्, खर्च पनि गर्नुहोस् अलिअलि। रोमानियन सरकारहरू अलिअलि धनी होस्। तपाईँहरूले खाइदिनुपर्छ। तलब हल्का दिन्छ त हामीलाई पनि, तिनीहरूलाई पनि यसो होटल व्यवसायहरूलाई यसो फाइदा पुऱ्याइदिनुपर्छ है त। यस्तो छ एकदम राम्रो छ। तलाएर यसरी मिलाएको हुन्छ, आनन्दको छ एकदम। यो चाहिँ समुद्र। छाल हालेर आउँछ म हुने ठाउँतिर आउँछ बेला बेला। जोगिएर भिडियो बनाउनुपर्छ ल है त गाइस। यस्तै छ यताको स्थिति। अर्को भिडियोको लागि सबैले वाच गर्नु होला, सब्सक्राइब गर्नु होला, सेयर पनि गर्नु होला, कपी लिङ्क गर्नु होला है त च्यानललाई। थ्याङ्क यू एभ्रिवान, बाइ।